राधे राधे एक पटकको कुरा हो। महर्षि वेदव्यासले गण्डकी नदीको किनारमा कठोर तपस्या गरेर सालग्राम पवित्र पत्थरको रहस्य उद्घाटित गरे। तिनै सालग्राम भगवान विष्णुको प्रतीक कोटीहोमको मूलमा राखी पहिलो आहुति दिएको थियो, जसले वायुमण्डलमा रहेको 72,000 प्रकारको जीवाणु नाश गर्ने ऊर्जा उत्सर्जन गर्यो। वैज्ञानिकहरूले पनि अनुमान गरेका छन्। त्यसै कोटीहोमको अनुष्ठानमा गई गन्धर्वगञ्जका बालकहरूले आत्मशुद्धिको अनुभूति गरे। त्यस दिनबाट कोटीहोम मात्र कर्मकाण्ड होइन, शिक्षा, अध्यात्म र संरक्षणको प्रतीक बन्यो हो। अब हामी विद्यार्थीले पनि यसै परम्परा जीवनमा अवलम्बन गरी संस्कार र विज्ञानको सेतु बन्नुपर्छ। धन्यवाद उद्घोषकज्यू, आदरणीय यस गरिमामय सभाका सभाध्यक्ष महोदय, निष्पक्ष निर्णायक मण्डलज्यू तथा समग्र सभामा सुसज्जित सम्पूर्ण संस्कृतिका संवाहक तथा राष्ट्रप्रेमी महानुभावहरू, स्वीकार्नुहोस् आजको यस गण्डकी कोटीहोमको उत्कृष्ट मञ्चबाट सनातन धर्म, गण्डकी कोटीहोम र हामी विद्यार्थी शीर्षककी वक्ता म ईशा थापाको तर्फबाट साष्टाङ्ग नमन। आदरणीय महानुभावहरू, सर्वप्रथम सनातन शब्द आफैमा शाश्वता, स्थायित्व र सार्वभौमिकता बोकेको शब्द हो। वेदान्त प्रवक्ता स्वामी चिन्मयानन्दले भन्नुभएको छ, सनातन धर्म इज नट अ डोगमा बट अ लिभिङ फिलोसफी। अन्ततः यो कुनै धर्म सिद्धान्त होइन, जीवित दर्शन हो, जसले वसुदैव कुटुम्बकम र अहिंसा परम धर्म जस्ता विचार जन्मायो। सनातन धर्म एउटा इजम होइन, यो जीवन जिउने उच्चतम विज्ञान हो, जसले प्रकृतिलाई माता भन्दछ, सेवालाई तपस्या ठान्दछ र धर्मलाई कर्म मान्दछ। 2025 सालको तथ्याङ्क अनुसार हाल विश्वमा 1.2 अर्ब भन्दा बढी व्यक्तिहरू सनातन धर्म अनुयायी छन्। श्रद्धेय महिला वृद्ध तथा सज्जन वृद्धहरू, के तपाईँलाई विदित छ? सालग्राम शिलयात्री गण्डकी तत्र पवनी, अर्थात् जुन स्थानमा सालग्राम पाइन्छ त्यो स्थान स्वतः पवित्र हुन्छ र त्यसै स्थान हो गण्डकी, जसले हिमालदेखि मधेससम्मको भूमिलाई सञ्चित गरेको छ। अनि कोटीहोम नि, कोटीहोम भन्नाले करोडौँ मन्त्र उच्चारण सहित अग्निमा आहुति दिने एक यज्ञ विराट परम्परा हो, जसमा स्वाहा भनिदा केवल घिउ मात्र होइन, हामीभित्र रहेको रिस, अहङ्कार र लोभ पनि अग्निमा समर्पित हुन्छ। समग्रतः गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित गण्डकी कोटीहोमको कुरा गरौँ। गण्डकी कोटीहोम एक यज्ञ स्थल मात्र हो र कार्यक्रम मात्र होइन, यो त हाम्रो सनातन धर्मको पूर्ण जागरण हो। आत्मा र परात्मा बीचको सेतु हो, जसको प्रत्येक ज्वालामा पुरातनाको गन्ध छ, प्रत्येक मन्त्र मुनि हजारौँ वर्षको सन्देश छ। आत्मा र परात्मा बीचको सेतु छ, आहुति ज्ञान र कर्तव्य बोधको प्रतीक छ। सादर समर्पित यथार्थमा अति तत्त्वपूर्ण विषय विद्यार्थी ब्रह्म आश्रमको रूप हो, जुन सनातन धर्मको 4 आश्रम मध्ये पहिलो हो। विद्या भनेको ज्ञान र आर्थी भनेको इच्छा। अवश्य सद्बुझ्दा विद्यार्थी भन्नाले ती व्यक्तिहरूलाई जनाइन्छ जसमा ज्ञान प्राप्त गर्ने तीव्र इच्छा रहेको हुन्छ। हामी विद्यार्थी एक फक्रदै गरेको फुल हौ। यदि आज उचित मल जल प्राप्त गर्यौ भने अवश्य भोलि फक्रेर मग सुगन्ध छर्नेछौ। आदरणीय मातृशक्ति तथा पितृशक्ति, यो विक्रमसम्म 2080 साल पुस 1 गते बिहानैको कुरा हो। मलाई मेरी हजुरआमाले भन्नुभएको थियो, नानी, गुरुकुल परम्पराको मूल मन्त्र थियो, अध्ययन मात्र होइन, आचरणको शिक्षा समेत। आज विश्वले आधुनिकताको दौडमा मूल्य मान्यता बिर्सदै गएको छ, यसले एक दिन मानवता पनि हराउँछ। तिमीले आज कम्प्युटरसँगै चरित्र पनि सिक्नुपर्छ। तिमी केवल ज्ञान पचाउने पात्र होइनौ, संस्कृतिका संवाहक हौ। यदि गीता पढ्नेछौ भने अर्जुन जस्तो साहस राख्नुपर्छ, त रामायण पढ्नेछौ भने राम जस्तो चरित्र दृष्टान्त हेर्नुपर्छ। हेर, एकलव्य जसले बिना गुरुको मूर्ति बनाई ज्ञान प्राप्त गरे। मलाई पूर्ण आशा छ मेरी प्यारी नातिनी पनि चेतनामा पूर्ण जीवित हुनेछिन्। यो जागरणको घडी हो, ज्ञानको यज्ञमा समर्पणको घडी हो। हजुरआमाले भनेका ती शब्दहरू मेरो अन्तर्मनको कान्तिवनमा सदा फुल झै खिलिरह्यो। आदरणीय सभाध्यक्ष महोदय, म सपना देख्छु अब धार्मिक र सांस्कृतिक शिक्षालाई विद्यालय तहमै वैज्ञानिक र प्रासङ्गिक ढङ्गले पढाइनेछ। कोटीहोम जस्ता स्थानमा विद्यार्थीहरू स्वयंसेवकका रूपमा उभिनेछन्। राष्ट्रले संस्कृतिको संरक्षण गर्नको लागि विभिन्न अभियान सञ्चालन गर्नेछन्। हाम्रा आमा बुबाले सन्तानलाई सनातन धर्मको शाश्वत ज्ञान, प्रज्ञा र शरदका साथ प्रवाह गर्नेछन् र सँगसँगै आजको यस 21औं शताब्दीमा ब्लग र भर्चुअल यात्रा मार्फत हाम्रो सनातन धर्मलाई विश्व सामु चिनाइनेछ। सपना जहाँ गण्डकी कोटीहोमको यो ध्वनि
मन्त्रका शब्दहरूमा मात्र होइन हाम्रो चेतनामा खन्किरहेको हुन्छ। सपना जहाँ राष्ट्रिय समाचारको शीर्षक एक दिन यस्तो आउनेछ, विद्यार्थीहरूले उठाए गण्डकी कोटीहोम र सनातन धर्मको ज्योति, नेपालले पायो नवचेतनाको उज्यालो। हो, म सपना देख्छु र त्यो सपना अब धेरै टाढा छैन, किनकि हामी विद्यार्थी छौँ, परिवर्तनका स्रोत, सत्यका साधक र संस्कृतिका संवाहक छौँ। प्रिय साथी सङ्गी हो, धार्मिक स्थललाई हेरिरहनु पर्ने स्थान होइन, बसिरहनु पर्ने केन्द्रको रूपमा विस्तृत गर्नु हामी विद्यार्थीहरूको भूमिका अपरिहार्य छ। यदि हामीले गण्डकी कोटीहोमको चेतना र सनातन धर्मको ज्ञानलाई हृदयमा बसाउन सक्यौँ भने व्यक्तित्व मात्र होइन, राष्ट्रको भविष्य नै उज्जवल रहनेछ। हामी केवल कक्षाका 4 पाटामा मात्र सीमित छैनौँ। अबको यात्रामा किताबसँगै गीता बहु, राष्ट्रसँगै आत्मा उन्नतिको प्रण गरौँ, गौरव गरौँ न। हामी सनातन धर्मका उत्तराधिकारी हौ, गर्व गरौँ, हामी गण्डकी जस्तो पवित्र भूमिका सन्तति हौ। आदरणीय महानुभावहरू, निष्कर्ष त यहाँ धर्म त्यागेर प्रगति खोज्नेहरू जरा काटेर रुख हुर्काउने भ्रममा हुन्छन्। त्यसैले धर्मलाई पछाडि फर्केर हेर्ने होइन, जीवनको मेरुदण्ड मान्नुपर्छ। यसलाई रूढी भनेर होइन, चेतनाको पुनरुत्थानको रूपमा बुझ्नुपर्छ। गण्डकी कोटीहोमको यो स्वरले सत्कर्मको पथमा पाइला चाल्नुपर्छ, धर्मलाई कर्तव्यसँग मिलाउनुपर्छ र अन्त्यमा त हामी विद्यार्थीहरूले गुरु परम्पराको यो द्वीप गण्डकी किनारबाट सुरु गरेर विश्व सामु बोलाउनुपर्छ भन्दै म मेरा भनाइहरूलाई यही विश्राम दिँदै र हजुरहरूको बहुमूल्य समयको कदर गर्दै यस उत्कृष्ट मञ्चबाट बिदाई हुन चाहन्छु। हस्त धन्यवाद। जय सनातन धर्म, जय गण्डकी कोटीहोम, जय युवा विद्या। हरि ओम तत्सत।